हाम्रो ड्रायर मेसिन आएको छ पुस्तकालयमा। यो चाहिँ अनबक्सिङ हुँदैछ है ल साथीहरू। त्यो चक्कु छ नि हामी यो इन्डियाबाट निलगिरी भन्ने एउटा संस्था थियो त्यसले इटालीको काठमाडौँको प्रधान कार्यालय चाहिँ इटाली पनि शाखा होला। यो जतन गरेर राख्नुपर्छ है हामीले कुनै ठाउँमा तालिम गरेर गर्नु पर्यो भने नि फेरि प्रशोधन सम्बन्धीको त तालिम होइन यो त ठाडो पो रहेछ क्या हो बक्सा जस्तो रहेछ ल। यो तालिमको लागि यहाँनिर राख्नु यहाँ होइन त्यो 25 केजीको छ कि थाम्दैन त्यसले। यसको तल पानी झर्ने रोइना छ। यो कहाँबाट ल्याउनु भयो तिर चाहिँ मासु सुकाइरहनु भएको छ। अब गुन्द्रुक सिन्की निकाल्नुभयो होइन। अब त्यो सिन्की चाहिँ म हालिदिन्छु। एउटै आइटमै हुँदाखेरि पनि अब यसको माथिबाट तल झरिने रह्यो होइन। अनि यस्तो हुन्छ कि ड्रायर मेसिनमा तप 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 चुँदै गरेको पनि हुन्छ जस्तो लाग्दैन मलाई पहिलो कुरा होइन। जाने यो अब यो सुकुटी सुकाउँदा बोसोहरू यो ट्रेनिङको लागि यो यसो गर्न सकिन्छ भने मेरो 7.5 लाखको अनि ठुलो छ नि। अब यो त 7.5 करोडसम्म त हुन्छ नि त आएर। अब मैले चाहिँ त्यसको एउटा सानो भएर ल्याएको यो अलि बडा बिचराहरू अब